डीजे पछाडि पछाडि हामी चाहिँ यता अगाडि कसलाई हालिदिन्छन् टाइगर आयो भने यही बल्बसले हालिदिन्छ नि ए हो र हामी त ए हो अनि हामी त जू हेर्न आएको मान्छे अनि टाइगरहरूलाई चाहिँ हालिदिन्छु भन्ने हो त नि जूमा त टाइगर नि हुन्छ मङ्की पनि हुन्छ मोबाइल पठाइदिनुहुन्छ होइन रिसाको त्यही घर अगाडिको रुखमा बस्छ नि त हिँडेर भङ्गै बसेको अनि म त अरूलाई छोपेर लगेर लैजाऊ भनेर गरिदिएँ समातेर लैजाऊ लिएर गयो अनि घरै अब के खायो के खायो ए खायो खायो नानीले त्यो खायो है जम्मै च्याप्नु थाल्यो खायो मयूर त हाम्रो माउकोमा थियो है घरमै काइला माउकोमा अरे हेर कस्तरी पखेटा पिजाउँछ अब घरमै पालेको थियो यता त अरू त खाली धेरै नटासियो छोरी आउँछ अहिले फेरि ल हामी चाहिँ अब बाघ हेर्न जाँदैछौँ है होइन हिँड्न गाह्रो भयो आन्टी ताल रूपाताल जू होइन पुल त्यो रूपातालको पुल झुलिङ पुल हाल्दो रहेछ है डाँडा जाने त्यो डाँडा के हो त नि घरहरू बनाऊ त्यो रूपाकोट रिजोर्ट हो ए त्यो हो उताबाट त नजिक उताबाट हो त नि डराएको भाइ देख्नु उसले भएकाले भएको यार झ्यापमा दुईटा खाँदैछ नि कस्तोलाई यहीँ अगाडिकोलाई चाहिँ मतलब नगर्ने टाढाकोलाई हेर्नु आन्टीलाई नै मन परायो अलि डराएको मान्छेलाई टार्गेट हान्छ रहेछ के अचम्म होइन मम्मीलाई नै हो कि मम्मीलाई नै हो कि हामीलाई कि यही हो कि हेरेको हेर्न दाँतले क्याप्पा पार्ला न हात नलै लैजान्न भए त हेरेको टाइगर यही आउँछ के मुरमुरी हाला यता चाहिँ सानो रहेछ आयो हजुरलाई त्यसले नि आयो त्यो बच्चाले नि के गरेको छोरी
अति रिसाएर मुर खोल्नुहुन्न कि छोरी कहाँ छ किन त्यो अर्को सानो टाइगरलाई बोलाउने हात हाल्छु न खान्छ होला होला पखेटा जस्तो हुन्छ कि त्यसको कान हो जान्न त हेर्न धेरै नि तल खर अलि तलै हो उ त्यो चौतारी हिँड्न सक्नुहुन्छ हजुर उ त्यो चौतारीको उतापट्टि हो क्या उ त्यो निलो टिन देखिया नि मलाई जाम त्यसो भए उ छेपारो के भयो सानी छेपारो लहेट्न कस्तो भयो त नि जुमा आएर रमाइलो छ बाघ चाहिँ यहाँ बाघ देखियो छोइयो मजाले मजाले छोइयो बाघ हेर्न यहाँ भिडियो ए अङ्कल छोरी कहाँ पुगिसक्नु भएको सानी बाई बाई रे जाऊ त नि जाऊ म सुस्त आउँछु समात्नै सकिन्न होला यो जनावर उहाँ होला नि देख जनावर अहिलेको त्यो चितुवा पोखरी हाम फाल्दो रहेछ नहेरिकन हिँड्यो त्यो आमाहरूलाई नै मिर्गा आयो भने चाहिँ फेरि झरौँ न हामी त जानु अङ्कललाई त धेरै छ त्यहाँबाट बाँकी के भन कहाँ गएर आइके हो त नि किन छ नि हावा पनि जान्छ म त त्यस्तो थकाइ त लगाएन म त हिँडिरहने भएर होला होला पसिना नि खासै आएन पसिना त आएको छ आन्टी त्यस्तो देखेँ यो कपडा भिजेको नदेखिने भएर होला नानी उता जान्छ है बाबु त्यहाँ समात्ने होइन खाना पाए जस्तै अब म यता गएँ भने आउँछ होला कि मलाई टार्गेट हाने त्यसले हाने छैन त्यति छ आन्टीलाई नै आन्टीलाई नै हेरेको के हो त्यसले त मम्मी नै देख्दो रहेछ जहाँबाट नाकको टु पाउँछ हुन हुन के हो त्यसै आइज यहाँ आइज यहाँ सुत्दियो सोल्टी सुत्देको उता सानो बच्चा चाहिँ खेल्न मात्रै खोज्दो रहेछ नजिक बाबु